हेलो एन्ड नमस्ते सबैलाई। सो हेर्नुहोस् आज चाहिँ मसँग के छ भने आज चाहिँ चिन माउन्ट छ। यदि तपाईँहरू पनि भ्लग गर्ने सोचमा हुनुहुन्छ अनि के गरौँ चिन माउन्ट किनौँ कि नकिनौँ भनेर सोचिराख्नु भएको छ भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूको लागि हुनसक्छ है। किनभने यसमा चाहिँ मैले तपाईँलाई फुल रिभ्यू दिनेछु, अनेस्ट रिभ्यू यो चिन माउन्टको बारेमा। किनभने म पनि भ्लग गरौँ कि भनेर सोचिरहेको थिएँ अनि यो चिन माउन्टको बारेमा चाहिँ यसो तपाईँहरूलाई पनि कन्फ्युजन छ भने केही इन्फर्मेसन मैले जानेका कुराहरू दिउँ भनेर। अब यदि यसमा त्यस्तो फोन खस्ने ओर्नेको डर हुँदैन, त्यो मेन कन्फ्युजन भनेको त्यही हो हाम्रो चाहिँ, फोन खस्छ कि खस्दैन होला, यो स्टेबल हुन्छ कि हुँदैन भनेर। सो यो चाहिँ एकदम स्टेबल छ, त्यो स्टेबल छ, हल्लिँदैन। तपाईँले म भिडियो पनि लास्टमा हालिदिन्छु। अनि यदि तपाईँहरूलाई डर लाग्छ भने यो यहाँ भएको सामान चाहिँ किन्न सक्नुहुन्छ है, फोन खस्ने डर हुन्छ भने तपाईँहरूलाई। सो ल हेरौँ अब यसको रिभ्यू। यो चाहिँ अब हाम्रो भ्लग गर्नु चाहने हाम्रो साथीहरूको लागि यो भिडियो चाहिँ चट्टसँगले मैले चाहिँ यो के भन्छ यसलाई चिन माउन्टको चाहिँ रिभ्यू गरिरहेको छु। यदि तपाईँहरू पनि किन्नु चाहनुहुन्छ भने हेर्नुहोस् कस्तो आउँदो रहेछ चिन माउन्टबाट गरेर भिडियो। यदि तपाईँहरू पनि आफ्नो फोनदेखि चाहिँ भ्लग स्टार्ट गर्न चाहनुहुन्छ भने चाहिँ बेस्ट अप्सन चाहिँ तपाईँलाई यो चिन माउन्ट हुनसक्छ। अनि एउटा सिम्पल साधारण फोन भयो तपाईँहरू भ्लग गर्न सक्नुहुन्छ। अलिकति सेफ्टी गर्नुपर्छ, हठात हुनसक्छ फेरि फोन झऱ्यो भने है। Let's go. सो हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ भिडियो मजाको आइरहेछ। कतै त्यो भाइब्रेसन भएर चाहिँ भिडियो हल्लेर आएको छैन, भ्यूहरू पनि राम्रोसँग देखिरहेको छ। सबै एकदम राम्रो आइरहेछ, क्वालिटीहरू पुरा स्टेबल छ है, हल्दै छैन, राम्रो आइरहेछ। तर तपाईँले यो माउन्टसँगै अर्को चाहिँ तपाईँले माइक पनि किन्नुभयो भने चाहिँ अझै बेस्ट हुँदो रहेछ है। किनभने मेरो भोइसहरू मजाले आइरहेको छैन। तपाईँहरूले चाहिँ माइक किन्नुभयो भने चाहिँ माइकबाट भोइसहरू पनि राम्रोसँग क्लियर आउन सक्छ। पेट्रोल भनेर
ओभरअलमा हेर्दा चाहिँ मलाई चाहिँ राम्रै लाग्यो। तपाईँहरूलाई कस्तो लाग्छ? सो तपाईँहरूले भिडियो हेरि नै सक्नुभयो होला। मलाई चाहिँ बेस्ट लाग्यो। अब यदि तपाईँहरूसँग चाहिँ गोप्रो किन्ने पैसा छैन भने चाहिँ तपाईँहरूले चाहिँ यो चिन माउन्ट लिएर सजिलैसँग चाहिँ भ्लग गर्न सक्नुहुन्छ। त्यस्तो समस्या दिएको छैन मलाई चाहिँ। 2 घन्टा भइसक्यो है चलाएको, 2 घन्टा। त्यस्तो समस्या त्यस्तो केही फिल भएको छैन मलाई। हल्लिने ओर्ने फोन एकदम स्टेबल नै छ है। हो यस, लिन चाहनुहुन्छ भने मेरो तर्फबाट चाहिँ एकदम ढुक्कसँगले लिन सक्नुहुन्छ है तपाईँहरूले। यति भन्दै म चाहिँ मेरो यो फर्स्ट भ्लगै भनौँ न, मेरो फर्स्ट भिडियोको चाहिँ यहीँ इन्डिङ समाप्त गर्न चाहे। धन्यवाद।